प्रेग्नेन्सी टाइममा पनि त्यस्तो भिडियो बनाएन, हजुरहरूलाई थाहा छ। अनि डेलिभरी चाहिँ भइसकेको छ साथीहरू। मेरो चाहिँ फेरि यहाँ छ तातो पानी थर्मसको ढक्कनमा। ओ माई गड पोल्यो। हेर्न सक्नुहुन्छ मैले चाहिँ खाना यस्तो खाने गरेको छु आजकल होइन, लोकल कुखुराको झोल। तिमीलाई राम्रोसँग बस्छ, आफ्नो केयर गर। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम छ मेरो युट्युब च्यानल अमृता भ्लगमा। आई होप हजुरहरू एकदमै सन्चै हुनुहुन्छ होला, अनि म पनि एकदमै सन्चै छु। अनि मैले चाहिँ लङ टाइमपछि भिडियो बनाएँ साथीहरू, किनकि अब हजुरहरूले हेरिसक्नुभयो होला मेरो भिडियो होइन। अनि मेरो चाहिँ डेलिभरी हुनेवाला थियो, अनि मैले प्रेग्नेन्सी टाइममा पनि त्यस्तो भिडियो बनाएन, हजुरहरूलाई थाहा छ। अनि डेलिभरी चाहिँ भइसकेको छ साथीहरू। अनि त्यही मैले चाहिँ भिडियो नबनाए धेरै भएको थियो। अनि आज चाहिँ यसो अलिकति फिल चाहिँ राम्रो भइरहेको छ, बेटर भइरहेको छ। अनि अहिले म सन्चो पनि हुँदैछु, रिकभर हुँदैछु। अनि त्यही भएर चाहिँ आज यसो भिडियो बनाऊँ भनेर चाहिँ मैले भिडियो बनाउँदैछु साथीहरू। अनि मेरो चाहिँ डेलिभरी चाहिँ भइसक्यो, टाइम चाहिँ अब 20 दिन जति भइसकेको छ, समथिङ अब 1 महिना पुग्नु लागिसकेको छ भनौँ। अनि म चाहिँ अलिक ठिक पनि भइसकेको छु, अनि अलि फ्रेसवाला एक्टिभवाला फिल आयो भएर चाहिँ मैले भिडियो गराउँदैछु। अनि त्यो साथीहरू अब आज चाहिँ मौसम चाहिँ एकदमै राम्रो छ भनौँ, एकदमै क्लियरली धुप लागिरहेको छ, राम्रो छ मौसम, एकदमै घाम लागिरहेको छ। चराचुरुङ्गीहरू बासिरहन, यता चाहिँ अम्राई पनि एकदमै आएको छ साथीहरू, फुलिरहेको छ होइन। अनि म चाहिँ यतातिर आएर बसेको छु, हाम्रो खेतीबारी चाहिँ एकदमै फ्रेस नै छ भनौँ। अनि म चाहिँ यहाँ आएर बसेको छु। अनि यस्तो जाडो पनि छैन, नेपालको जस्तो त्यस्तो जाडो चाहिँ छैन, एकदमै घाम छ, एकदमै राम्रो छ मौसम चाहिँ। अनि अब अघि नै भर्खर उठेँ साथीहरू, म चाहिँ उठेर अनि भिडियो बनाएको अवस्था मुख पनि भएको छैन, अनि ब्रस पनि गरेको छैन, केही पनि गरेको छैन। अनि डेलिभरी चाहिँ भइसक्यो मेरो, हजुरहरूलाई चाहिँ अब मेरो डेलिभरी भइसक्यो भनेर चाहिँ यसो सूचना दिउँ भनेर कि भिडियो बनाइरहेको छु। अनि मेरो बेबी, मेरो बच्चा चाहिँ भित्र सुतिराख्नु भएको छ भनौँ होइन। अनि त्यो साथीहरू अब डेलिभरी चाहिँ भइसक्यो, रिकभर पनि हुँदैछु, अनि ठिकै छु भनौँ, सन्चो चाहिँ हुँदैछु म। अनि भिडियो चाहिँ मैले अब कन्टिन्यू ल्याइराख्ने प्रयास गर्नेछु, ल्याउने कोसिस गर्नेछु म चाहिँ। अनि सकेसम्म खाना चाहिँ बनाउनु पर्ने छ, मैले खानाहरू बनाउनु पर्ने छ। मेरो बुढा चाहिँ काममा जानुभएको छ, ड्युटीमा, खानाहरू नास्ताहरू बनाएर अनि दिउँसोको खाना चाहिँ मैले बनाउनु पर्ने छ। अनि साथीहरू के हुन्छ हजुरहरूलाई चाहिँ म देखाउने छु, भित्र पनि देखाउने छु, रुमदेखि चाहिँ मैले भ्लग स्टार्ट गरेन, किनकि म बाहिर मोबाइल लिएर आएको थिएँ। अनि यतैदेखि मैले भ्लग स्टार्ट गरेको साथीहरू है त। के हुन्छ हजुरहरूलाई चाहिँ म सबै देखाउने छु। योचोटि चाहिँ अम्राईहरू आँप यति राम्रो फुलेको छ साथीहरू, आँप चाहिँ धेरै आएको अवस्था छ क्या आजकल। अनि म चाहिँ टक्क घाममा बस्नु पर्ने हो, अनि घाम चाहिँ ठिकै मनै पर्दैन, के गर्नु साथीहरू, सुत्केरी भएर हो कि जस्तो लाग्छ मलाई चाहिँ। त्यही हो, घाम चाहिँ मजाले छिपिरहेको छ भनौँ, बिहानै घाम लाग्छ यहाँ चाहिँ। अनि यो घर चाहिँ पेन्टिङ गरेर यति राम्रो बनाएछन् क्रिसमसमा, क्या खतरा घाम पनि लागिराखिदिया कि यहाँ चाहिँ अन्टीहरू हुन्छ भित्र, अहिले भर्खर कामदेखि आउनु भएको हो। अनि म चाहिँ आएँ रुममा। अनि यता चाहिँ मेरो पानी गरम हुँदैछ कि फेरि, अनि ग्यास चाहिँ मैले गरिदिन्छु बन्द अफ होइन। अनि त्यसपछि मेरो चाहिँ फेरि यहाँ छ तातो पानी थर्मसको ढक्कनमा। ओ माई गड पोल्यो। अनि डेलिभरी भएदेखि चाहिँ मैले एकदमै गरम पानी खान थालेको छु, किनकि मनै पर्दैन गरम पानी, बट के गर्नु, खानु त परिहाल्यो साथीहरू। एक त पेट यति ठुलो छ, फेरि चिसो पानी खाएर जाम भएर फेरि यत्रो पेट होला भनेको थिएँ कि। अनि फेरि डेलिभरीको टाइममा, सुत्केरी टाइममा चाहिँ खानै पर्छ क्या साथीहरू, गरम पानी, चिसो पानी चाहिँ खानु हुँदैन। अनि 1 महिना भएको छैन, 20-22 दिन पुग्न आँट्न लागिसक्यो।
अनि त्यही हो साथीहरू, के गर्नु, रुम पनि यस्तो कच्याङ मच्याङ छ। आजकल चाहिँ मैले चाहिँ अब राम्रोसँग रुम साफ गराउनु पाएको छैन, किनकि अब सन्चो पनि छैन नि त। सो ल साथीहरू, फेरि अहिले भर्खर हाम्रो रुममा चाहिँ बिन्ता दिदी आउनु भएको छ, हेर्न सक्नुहुन्छ यहाँ ग्राप्स खाँदै हुनुहुन्छ, ग्रिन ग्राप्स। अनि त्यो साथीहरू दिदी आउनु भएको छ, अब दिदीसँग टक्क गफगाफ गर्नु पर्यो। हजुरलाई केही भन्न मन छ दिदी? छैन, केही छैन, सब ठिक छ। सब ठिक छ, मेरो लागि केही भन्नु छैन? तिमीलाई राम्रोसँग बस्छ, आफ्नो केयर गर। खानासाना बनाएर पनि खाइयो, हेर्न सक्नुहुन्छ। मैले चाहिँ खाना यस्तो खाने गरेको छु आजकल होइन, लोकर कुखुराको झोल, यस्तो ज्वाने झोल खाने गरेको छु साथीहरू। के गर्नु, एउटा पनि मिठो हुन्न, खाना चाहिँ अब के गर्नु, खानै पर्यो। अनि त्यसपछि भात पकाएँ मैले चाहिँ कुकरमा। यहाँ चाहिँ मेरो बुढाको लागि तरकारी छ, अनि मैले चाहिँ मेरो लागि यस्तो खाना बनाएर खाइसकेँ। मैले चाहिँ अस्ति नै यो मुलाको अचार राखेको थिएँ क्या, तर राखेपछि चाहिँ खानै भएन मैले। मेरो बुढाले चाहिँ खाइ खाइ सकाउनु लागिसक्नुभयो, बट मलाई चाहिँ लास्ट खान मन छ, बट खाने अलाउड नै छैन, के गर्ने साथीहरू। मैले त खाने यो मात्रै हो यो भात, बाहिर मैले केही खान्न। अनि अब बाहिर चाहिँ मस्तवाला घाम लागिरहेको छ। मैले चाहिँ धुने छ कपडा, हेर्न सक्नुहुन्छ यहाँ। अनि त्यहाँ कपडा पनि धुएर सुकाउनु पर्ने छ, यस्तो राम्रो घाम लागिरहेको छ नि त। कपडाहरू भिजाउँछु साथीहरू म चाहिँ साथीहरू कपडा भिजाउनु गएको थिएँ, भित्र चाहिँ रोएर लास्टै होइन। अनि त्यसपछि आएर पकडेँ, अनि फेरि के गर्नु साथीहरू, यस्तै रहेछ, लास्ट गाह्रो रहेछ। आमा भन्न चाहिँ न सुत्न पाइने, न चाहिँ खान पाइने, न काम गर्न पाइने होइन। जतिखेर रोयो त्यतिखेर पकड्यो, बस्यो, के गर्नु साथीहरू। आमा भन्न चाहिँ गाह्रो रहेछ। अब चाहिँ म चाहिँ सुताएर अब कपडा धुन जाँदैछु साथीहरू। अहिले चाहिँ 3-4 पनि बज्न लागिसकेको छ। अनि त्यसपछि लास्टै जाडो पनि छ, बाहिर चाहिँ एकदमै हावा चलिरहेको छ। अनि मैले चाहिँ कपडा पनि सबै धोइसकेँ, भिजाएको कपडा चाहिँ यहाँ झ्यालबाट मैले हजुरहरूलाई देखाउँछु होइन। कपडा चाहिँ मैले सबै भिजाएको चाहिँ सबै धोइसकेको छु। भर्खरै धोइसकेँ, अनि बाहिर चाहिँ एकदमै हावा चलिया भएर चाहिँ म भित्र आइसकेको छु। अनि त्यो साथीहरू अब 3 पनि बज्न लागिसकेको छ। अब डेलिभरी चाहिँ भयो, अब सिजरिन डेलिभरी भयो या नर्मल डेलिभरी भयो भन्ने चाहिँ हजुरहरूलाई लाग्न सक्छ। त्यसको लागि चाहिँ मैले अर्को भिडियो बनाउने छु साथीहरू, अर्को ब्लगमा हजुरहरूले चाहिँ थाहा पाउनुहुनेछ। आजको लागि यति नै भन्न चाहन्छु। हाम्रो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु साथीहरू। आजको लागि यति नै। सी यू नेक्स्ट ब्लग। थ्याङ्क यू फर वाचिङ माई ब्लग। बाई बाई साथीहरू, बाई बाई, टेक केयर, जय नेपाल।